हेलो गुड मॉर्निंग अस्सलाम वालेकुम। अपने सबके यूट्यूब चैनल में अपने सबके स्वागत है। आज एक अ, नेपाल में अखनी इलेक्शन खत्म भ गया। त्यो पीएम बन्ने प्रक्रियामा छ हैन, त्यो कुरा आफ्नै ठाउँमा छ राजनीति। तर एउटा म खास गरी एउटा जानकारी लिइरहेको छु, त्यो कुरा हेर्नु होला तपाईँ। यो यो मैले देखाउन खोजेको यो हो, यो के हो भनेको ल हेर्नु, यो हेर्नु, यो के हो त यस्तो हो। ल हेर्नु, यो भनेको चाहिँ वाटरप्रुफ डोर हो। वाटरप्रुफ डोर भनेको पानीमा चाहिँ खिया लाग्दैन, कुहिँदैन, त्यसको लागि भनेको होइन। यो यो चाहिँ कुहिने बस्नु छ। यो हेर्नु डोर, यस्तो डोर यदि तपाईँहरूले आफ्नो टोयलेटमा लगाउनुहुन्छ भने त्यो नुहाउँदाखेरि पनि यसको यसको लाइफ टाइमको हुन्छ कि धेरै लामो हो। यो खिया लाग्दैन, यसले तपाईँको खिया लाग्दैन। त्यही भएर यस्तो डोर लगाउनु पर्ने हो खास गरी हरेक टोयलेटमा मान्छेलाई। हो, कुरा बुझ्नुभयो नि। म पनि त्यही कुरा भनिरहेको छु कि लोटा मुक्त अभियान भनेको चाहिँ यस्तो कुरा हो जसले हरेक घर घरमा शौचालय बनाउनु पर्छ मान्छेले होइन। त्यो कुकुरले बनाउँदैन। फेरि त्यो जो कुकुर छ त्यसलाई जति भनेपछि त्यो बनाउँदैन। तर हाम्रो समाजमा कस्तो मान्छे टोयलेट बनाउनको लागि यदि कसैले 50,000 रुपियाँ माग्यो भने दिँदैन। त्यो किन दिँदैन कि यो 50,000 रुपियाँ रिटर्न गर्दैन। तर तपाईँहरूलाई सोध्नु, मान्छेहरू गाउँघरको बिहे गर्नको लागि विदेश जानको पैसा माग्ने 1 लाख 2 लाख त्यतिकै फालिदिन्छ। त्यस्तो मान्छेहरू पनि गाउँमा प्रशस्तै मात्रामा पाइन्छ। त्यही भएर मैले त्यही कुरा पनि पटक एउटै कुरा भन्नु पर्ने आवश्यकता परेको हुना होइन। हरेक मान्छेको घरमा, मेरो अरुण दाईको घरमा चाहिँ यस्तो यो 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 छ नि, यस्तो फ्रेम लगाउने चाहिँ पैसा कसैले दिँदैन। यस्ता गाउँ समाजमा बसेको मान्छे होइन। अनि एउटा छानोको लागि पनि लकडी कसैसँग माग्यो भने पनि दिँदैन, किन्दा पनि दिँदैन। अब यस्तो व्यक्तिहरूलाई के भन्नुहुन्छ तपाईँहरू होइन। त आफ्नै आफ्नै उ छ। तर यो टोयलेटमा चाहिँ यस्तो डोर चाहिँ लाउनु पर्ने, वाटरप्रुफ डोर लाउने एउटा चाहिँ डोर म देखाउँछु कुनै बेला। यसले डोर छैन, वाटरप्रुफ डोर लाउनुपर्छ। त्यो डोर लगाएपछि के हुन्छ भने नुहाउँदाखेरि पनि कसैले देख्दैन होइन। माथि छानो लाउनु पऱ्यो, त्यसको लागि चाहिँ पैसा दिनु पऱ्यो मान्छेलाई क्या। त्यो बिहेको लागि अनि बसेर चाहिँ खाने मान्छे धेरै छ, सँगै बस्ने खाएर सबैले हेल्प गर्छ। तर यो टोयलेट बनाउनको लागि माग्नु त कसैसँग 50,000 रुपियाँ कसैले दिन्छ। त्यस्ता चुतिया मान्छेहरू पनि हाम्रो समाजमा छ। त्यस्ता मान्छेहरू छ। त्यही भएर मलाई रिस हुन्छ कहिलेकाहीँ नि। त्यसलाई टोयलेट बनाउनको लागि एउटा मेसनको आवश्यकता परेको हुँदा एउटा मेसन पनि टाइममा प्राप्त होइन खोजिरहँदाखेरि त्यो बेलामा चाहिँ मान्छे पाउँदैन। ताबुकबाट चाहिँ टोयलेट बन्छ। ताबुक बनाएपछि ताबुक बनाइसके पछाडि के हुन्छ त, ताबुकले वाल जोड्ने हो होइन, पाइप लाउने, अनि त्यहाँ बिजुली सिजुली हाल्ने, त्यही नै हो। त्यही भएर भन्ने पटक यसै कुरालाई दोहोऱ्याउनु पर्ने बाध्यता भइसकेको छ। यहाँ बी भनेको ट्रिपल बी भनेको बीबाट बीबी पनि भयो, बी प्लस होइन भनेपछि बेबी हुन्छ। र बीबाट ब्रोडकास्टिङ के हुन्छ। सबभन्दा पहिला चाहिँ टोयलेट बनाउनु पर्छ। सबभन्दा पहिला बिहे होस् नहोस् त्यो कुनै मतलब राख्नु हुँदैन। तर टोयलेट नितान्त रूपमा बनाउनु पर्छ। टोयलेट नबनाइकन कुनै पनि कुरा सम्भव भएको छैन आजसम्म। टोयलेट बनाउनुपर्छ। म हिन्दू छु टोयलेट नबनाउने, अनि मुस्लिम छु टोयलेट नबनाउने। त्यो हिन्दू मुस्लिम गरेर चाहिँ टोयलेट बन्दैन कहिले पनि। सबभन्दा पहिला टोयलेट बनाउनु पर्छ। टोयलेट चाहिन्छ मान्छेलाई, लोटा लिएर कुद्ने। तर अब टोयलेट नबनाइकन त लास्टमा त हामी विकल्प त्यही हो, लोटा लिएर खोलातिर कुद्नु पऱ्यो होइन। त्यही भएर कहिलेकाहीँ मलाई पनि रिस उठ्छ त्यो कुरालाई। म धेरै उ छ। त्यही भएर भन्छु, मेरो टोयलेट चाहिँ बनाउनु दिनु। तपाईँ घर नबनाइदिनु, कमसेकम टोयलेट बनाइदिनु। टोयलेट नबनाइसकेपछि घरै बनाइदिनु, त्यो कुरा हो नि। तर पैसा खाने या 6-9 हजार रुपियाँ जिपको भाडा लिइदिने, अनि 5,000 खाइदिने, उल्टैमा माथि गुस्सा गर्ने। तर म त्यतिखेरको त्यो सिचुएसन त्यस्तो थियो, नभए त्यसको ह्यान्ड त्यही ढालिदिन्थेँ म। त्यस्तो खतरनाक मान्छे। अनि उल्टै कुट्दाखेरि 50,000को नदिने, अनि त्यो मान्छे शुद्ध महत्त्व भयो, माइजन भयो। त्यो कुनै हालतमा माइजन बन्न सक्दिनँ। चाहे त्यो जति सक्यो छोरा जन्माए पनि, जति छोरी जन्माए पनि, चाहे त्यसको जति छोराछोरी भए पनि मलाई त्योदेखि डर लाग्दैन क्या।
त्यो डराएर भाग्ने खालको म मान्छे होइन, म क्रान्तिकारी हो, त्यस्तो खालको मान्छे हो। माओवादीदेखि यो विदुर मेयरदेखि अनि यो कुन गोपाल कार्कीहरूसँग डराउने मान्छे होइन म। त्यो मेरो दाइलाई डराउँछ। त्यो तपाईँको यो धाक धम्की यो पैसा होइन, नथिङ, ओन्ली वान पावर मान। ल त्यसैको लागि म भिडियो बनाएको होइन, धन्यवाद है।